हेलो गुड मर्निङ सबैजनालाई। यति बेला रोमानियामा 10 बजेको छ, त्यसैले गुड मर्निङ भने मैले नेपालको समय त केही अगाडि नै छ। आज चाहिँ केही कुरा गर्न मन लाग्यो। यो अहिले चाहिँ रोमानियामा धेरैजनाले भन्नुहुन्छ कि रिता जब खोज्दैउ न, जब छ कि भनेर चाहिँ भन्नुहुन्छ कि कति धेरै मान्छेहरू चाहिँ बेरोजगार नै हुनुहुन्छ। अनि यो जबलेस हुनुमा पनि मान्छेहरू धेरै कारणले हुन्छ हैन। कसैलाई कम्पनीले निकालिदिएको हुन्छ, कसैलाई चाहिँ आफै रिजाइन दिएर छोड्नु भएको हुन्छ। अब आफै जब छोड्ने कुरामा चाहिँ नयाँ जब पक्की नहुँदासम्म पुरानो जब नछोड्नुहोस् कि तपाईँहरू। अनि आफ्नो कुनै पनि गल्ती नहुँदै पनि हैन, कतिपय केसमा कम्पनीले नै त्यस्तो गरेको हुन्छ। त्यस्तो व्यापक रूपमा भइरहेको छ है। अनि त्यही भएर त्यो अवस्थामा चाहिँ कसैले अब जब खोज्दाखेरि चाहिँ नयाँ जब नपाउने, सजिलै नभेटिने पनि हुन्छ हैन। कतै भाषाको समस्या हुन्छ। त्यस्तो अवस्थामा चाहिँ अन्तिम उपाय चाहिँ एजेन्टलाई नै खोज्नुपर्ने हुन्छ। त्यो अवस्थामा चाहिँ एजेन्टहरूले चाहिँ एकदमै धेरै शुल्क लिइदिने कि 1000-1500 हैन। त्यति धेरै पैसा नलिदिनुहोस् न। एउटा जब खोज्दै गरेको मान्छे, जबलेस मान्छेले आफूलाई बस्न खानको लागि राम्रोसँग अकोमोडेसन पुर्याउन सकिरहेको हुँदैन। त्यो अवस्थामा उति धेरै पैसा पे गर्न सक्दैनन् के उनीहरूले। अझ त्यसमा पनि पहिले नै पैसा तिर्नुपर्ने, फेरि जब लगाइदिइसकेपछि कन्फर्म भइसकेपछि एउटा कुरा हैन, पहिले नै त्यस्तो छ हैन। त्यति धेरै पैसाहरू नलिदिनुहोस् हैन। अन्तिममा के भन्छु भनेपछि यता सिभिउमा चाहिँ बस्ने साथीहरू हैन, कतै जब छ भनेपछि कमेन्ट गर्नु होला, ताकि त्यस्तो साथीहरूलाई चाहिँ हेल्प गर्न सकियोस्। थ्याङ्क यू फर वाचिङ।